टाउको ठाडो पार्नु टाउको ठाडो बनाइदिनु यो चाहिँ उलारी 8 गङ्गटेमा कला सिंहडाको घरमा गाईले किला काटी खाएको अवस्था रहेछ र काटी किला झिक्दै गरेको अवस्था है टाउको ठाडो पारौँ टाउको ठाडो त्यो बनाउनु डोरीले गर्दा भएन नि त टाउको नबान्नु न त आयो मौसिङै एकछिन यहाँ पखाल्नु न यहाँ पहिले ए पानी हाल्नु भाउजू उहाँलाई नै दिनु न त यत्रो चाबी खाएको रहेछ अनि उहाँलाई नै त समाउन दिनु न पुरै चाबीले झुप्पै पो ए खाएको भाउजू हेर्नु ए हेर्नु त्यो चाबी कहाँबाट पर्छ ए कहाँबाट पसो नि टुक्रा ल यहाँ हेर्नु है टुक्राहरू पनि छ है हेर्नु है यस्तो रहेछ बिचरा यो गाई है हाम्रै कला भाउजूको यो गाईले खाएको चाहिँ ए चाबी हरायो भन्नुहुन्थ्यो अस्ति गाईको होइन, यो- गाईले खाइसकेको रहेछ चाबी चाबी यत्रो चाबी चाबी काँटी है, ल। टिनमा ठोक्ने काँटी के हो यो यो